हेलो एभ्रिवान, गुड आफ्टरनुन है। म चाहिँ अहिले यसो है बोरिङ भएर चाहिँ भाइहरूसँग जाउँ घुम्नु पर। हाम्रो गाउँको एउटा भ्यू पोइन्ट छ बन्दे पोखरेल भ्यू पोइन्ट गएको है। तपाईँहरूलाई पनि बन्दे पोखरेलको नजारा देखाउने छु। अहिले चाहिँ मामरिङ पुग्नु आँटे। मामरिङदेखि 5 मिनटहरू लाग्छ बाइकमा, म्याक्सिमम 10 मिनट्स लाग्छ होला, 5 त होइन, 3-4 किलोमिटर पनि छैन होला। चाहिँ हाम्रो मामरिङको वर्कसप हो यो चाहिँ, गाडी बाइक बनाउँछ हो। सानो मामरिङ बजार आइपुगेँ कि मेरो भाइहरू पनि छ अगाडि। कहाँ पुग्यो पनि चाहिँ यहाँ माथि चाहिँ मामरिङ स्कुल पहिला म पढेको। अगाडि गयो क्या भाइ अभिषेक? यहाँबाट राइट चाहिँ अम्बाल जान्छ, यता चाहिँ तारेथाङ बिरिङ थुप्रो ठाउँ जान्छ। मेरो मिटिङ भाइहरू यहाँ रहेछ। सेरा ठिकै छौ भाइहरू? पितृ पनि रहेछ त्यहाँनिर, पितृ भन्छ, एन्सेस्टर हो के भन्छ हौ। बस्ने ठाउँ दामी बनाइदिएछ है यहाँनिर साइडमा। मिचुङ आयो अभिषेक? मिचुङ आयो भन्दैछ। पहिला चाहिँ हामी यो डाँडाबाट आउँदा जान्थ्यौँ हो, तारेथाङहरू कति बेसी हिँड्थ्यो। अहिले त बाटै छैन जस्तो लाग्यो त्यहाँनिर, चारैपट्टि रोडै रोड छ। जय माता दी। अहिले चाहिँ हामी ढाला गाउँमा आइपुग्यौँ। अब बन्दे पोखरेल भ्यू पोइन्टको लागि चाहिँ यहाँबाट राइट जानु पर्यो, अन्त चाहिँ तारेथाङहरू जान्छ हो। हामी चाहिँ यहाँबाट पहिला आएको यो भ्यू पोइन्ट म है साथीहरूसँग टाइममा, हामी बेलुकाको टाइममा आएको थियौँ, मजा आएको थियो त्यतिखेर हो। अहिले चाहिँ निकै भयो नआएको, गाउँमै नजिकमै छ र पनि खोइ टाइम नपाएको हो कि आफू नभ्याएको हो कि है।
आउनु पाएको थिइनँ। आज भाइहरूसँग जाउँ हौ दाजु यसो घुमेर आउँ भनेर चाहिँ घुम्न आएको। पनि ठिकै हो, कति कोही बेला त्यसो आफ्नै गाउँको नजिकको ठाउँहरू पनि होइन भिडियोहरू गरौँ, यहाँको नजाराहरू देखाउँ भनेर चाहिँ जानु थालेको। अब हामी 3 मिनटमा पुगिहाल्छौँ। यो माथिको डाँडाबाट हामी हिँड्थ्यो भनेको बाटो चाहिँ यहीँ आइपुग्थ्यो पहिला हो। यो ससुराली जाने बाटो पनि हो। यहाँ उताबाट जङ्गल जानुपर्छ पहिला, अहिले त घरमै रोड पुगिहाल्छ। हिजो यहाँ मुनि फसेको अभिषेक उमेश दाजुको ट्रक चाहिँ टक्कै 3 घन्टा लाग्यो। आउँदै होला बिस्तारै। हामी कहीँ लङ टुरतिर आउँदैछौँ। अहिले चाहिँ यहाँ बाइक राखेर चाहिँ अलिकति हिँड्नुपर्छ। अहिले चाहिँ हामी बन्दे पोखरेल आइपुग्यौँ है। यहाँ अलिकति चाहिँ हिँड्नुपर्छ। यहाँबाट चाहिँ अर्ग्यानिक भ्यू पोइन्ट छ है यहाँ चाहिँ। अब छिटो आएछ छिटो। दुईजना हाम्रो अभिषेक भाइ हो। हेलो भन्नु मिचुङ मिचुङ भाइ है। यहाँबाट चाहिँ तलको चाहिँ रम्फू खोला है। तपाईँहरू देख्न सक्नुहुँदैछ कि छैन यस्तो देख्छ। यो पारीको चाहिँ के फ्याक्ट्री भयो? बियर फ्याक्ट्री होइन, बियर फ्याक्ट्री जस्तो लाग्यो है। यहाँ मुनि कैँजले तारेताङ हो। पारी देख्न चाहिँ के भन्छ बिरिङ। बडो दामी देखिदिन्छ नि यहाँबाट चाहिँ। अहिले चाहिँ हामी है बन्दे पोखरेल आइपुगेको छौँ र बन्दे पोखरेलबाट चाहिँ हेर्नुहोस् यो पारी देख्ने चाहिँ अम्बा हो है। तारेथाङ कैँजले यो पारी चाहिँ मुलुकीहरू छुच्चाचिन खै के भन्छ माथि कोप्चीहरू है। हेर्नुहोस् यहाँ तलको नजारा है कस्तो दामी छ। पानी चाहिँ तर अहिले पानी दामी छैन।
रातो भइरहेको रहेछ धमिलो भएको रहेछ यो पारी चाहिँ बिरिङ हो त्यहाँबाट माथि माछौँ उता रङ्गली कता के हो होइन यहाँबाट चाहिँ सबै ठाउँ देख्न सक्छ हामीले अब मजाको ठाउँ छ मेरो भाइहरू पनि बसिरहेको छ है मसँग आएको त्यो माथिको चाहिँ के भन्छ तिनधारे मामरिङ है यो पारी एयरपोर्ट हो तपाईँहरू देख्न सक्नुहुन्न होला एयरपोर्टहरू चाहिँ क्यामेरामा त्यो त आउँदैन होला अर्ग्यानिक भ्यू पोइन्ट बन्दे पोखरेल भ्यू पोइन्ट हो यो चाहिँ ताक्साङ डाँडामा भनौँ न ताक्साङ डाँडामा छ मेरो घरदेखि चाहिँ त्यति टाढो पनि होइन कति 10 मिनटको बाटो हो एकदमै रमाइलो छ है एकदम पिसफुल ठाउँ छ तपाईहरु पनि आउनु चाहनुभयो भने आउनु सक्नुहुन्छ हो यस्तै छ बन्दे पोखरेल भ्यू पोइन्ट चाहिँ मलाई चाहिँ यो तलको भ्यू है बडै दामी लाग्यो तपाईहरुलाई कस्तो लाग्छ है मलाई चाहिँ साह्रै दामी लाग्यो हेर्नुस् न है कति दामी देखेको छ भने यहाँबाट यो ठाउँ चाहिँ यस्तो छ कि मलाई चाहिँ लाग्छ यहाँनिरबाट चाहिँ प्याराग्लाइडिङ गर्ने ठाउँ चाहिँ एकदम दामी छ जस्तो लाग्छ मलाई यो भविष्यमा हुनसक्छ है यहाँनिर भ्यू पोइन्ट हो ओके मिट यु सुन बाई बाई